हेलो गाइस, फेरि पनि मेरो न्यू ब्लग आइसकेको छ। आज चाहिँ म चाहिँ हजुरआमा घरमा जाँदैछु। बोलाउनु भएको थियो, त्यही भएर जाँदैछु गाइस। म चाहिँ अहिले चाहिँ जाँदैछु हाम्रो हजुरआमा घरमा। म चाहिँ आइसकेको छ हजुरआमा घरमा। किन बोलाउनु भयो भने म सोध्न गइरहेकी छु। यो चाहिँ हाम्रो हजुरआमा हुनुहुन्छ। किन बोलाउनु भएको भन्नु त। मैले कौडी रोप्नु बोलाएको। कहाँ रोड्नु ला कौडी? तल घरमा त्यहाँ साग कति छ कति? सागहरू उगाल्नु पर्ला। ए ल, म चाहिँ कौली रोप्नको लागि सागको बिउ उखाल्न लगाएको छु गाइस। अहिले चाहिँ उखाल्नु पर्ने यो रहेको छ सबै। अनि यो खनेर मल बोकेर नि रोप्नु पर्छ गाइस। मैले चाहिँ उखालिसकेको छ। अब चाहिँ म खन्न थाल्छु। रहेको छ मैले चाहिँ धेरै खल्दानी खनिसकेको छ। अब चाहिँ म मल हाल्नु पर्छ यहाँभित्र। यहाँ रहेको छ मल चाहिँ। मलाई चाहिँ कौली रोप्न नआएर म चाहिँ यहाँ अब चाहिँ खाजा खान लाग्छु। हजुरआमा चाहिँ यहाँ तल रोप्नु भइरहेछ। म चाहिँ अब हात मुख धोएर खाजा खान लाग्छु। खाजा चाहिँ के रहेछ हेर्नु पऱ्यो गाइस। अहिले चाहिँ म चाहिँ मुख धोएर अब चाहिँ म खाजा खान लाग्छु। यहाँ रोप्दै हुनुहुन्छ, यहाँ रहेको छ हाम्रो हजुरआमा। म चाहिँ के खाजा रहेछ हेरौँ। यहाँ चाहिँ मेरो मल रहेको छ, सबै फुटेको छ गाइस। मल चाहिँ के खाजा रहेछ हेरौँ। खाजा चाहिँ गाइस उसिनेको आलु रहेछ। यहाँ अचार रहेको रहेछ, उसिनेको आलु। अब म यो सबै खाँदै गाइस। म चाहिँ आलु खान लाग्छु गाइस। तपाईँहरू पनि खान आउनु होला। यति रहेको छ मैले सबै, त्यही भएर आलु चाहिँ धेरै ठुलो नै छैन, सानो सानो रहेछ ठिक्कको। नुनसँग नुन। मैले चाहिँ आलु खाइदिनु एउटा मान्छे एउटा लुने खाने कस्तो कालो कलर भइसक्यो त खान्छ नि
मैले चाहिँ आलु उसिनेको नि खाएर नि सकिसकेको छ। अब चाहिँ म मेरो चाहिँ पेट नि भरिसकेको छ। अब चाहिँ म घर जान्छु। कति बजी छ नि बज्न लागिसकेको छ। आज चाहिँ मेरो भ्लग कस्तो भयो भनिदिनु होला। अब चाहिँ म कहिले कहिले बनाउँछु भ्लग नि, धेरै बनाउने फुर्सद नि हुँदैन, त्यही भएर बाई।